यो पुरुषमा अहमता कुन बेला आउँदो रहेछ त्यो अलिकति जान्न मन लागेको मलाई सुन्नु। सामे सामेला अहमता होइन सबब त त्यो जन्मदै त्यस्तो भएर पनि होला होइन। हामीलाई सानोबाट बाल ऊबाट नै पुरुष हुनुका थुप्रै ऊहरू बताउँदै आइन्छ होइन। थुप्रै छुटहरू हुन्छ समाजमा। हाम्रो स्कुलिङ नै त्यही हुन्छ होइन मेरो विचारमा चाहिँ। जस्तो हाम्रो कस्तो समाजमा हुर्क्यौँ, हामीभन्दा अगाडिको पुस्ताको बुझाइ के थियो र हामीलाई के सिकाइयो होइन। हामी कतिको स्वतन्त्र हुन्छौँ, पुरुष कतिको बलियो हुन्छ, उसलाई कति छुट हुन्छ, ऊ समाजमा उसको स्थान के हो भन्ने कुरा चाहिँ एउटा बाल मस्तिष्कदेखि नै एउटा पुरुषलाई अथवा एउटा छोरा र एउटा छोरीलाई हुर्काउने तरिका नै हाम्रो फरक छ। त्यसले गर्दा छोराको मानसिकतामा म पुरुष हो, म खतरा हो, म बलियो हो भन्ने खालको ऊ त्यो मानसिकतामा हुर्किरहेको हुन्छ। छोरी चाहिँ म कमजोर हो, म यो गर्नु हुँदैन, म त्यो गर्नु हुँदैन भनेर सानैदेखि नै टर्म्स एन्ड कन्डिसनहरूमा उसलाई हुर्काइन्छ। त्यसले गर्दाखेरि चाहिँ मलाई लाग्छ तपाईँले भने जस्तो पुरुष शक्तिशाली महसुस गर्दै हुर्किन्छ होला, अनि त्यही भएर उसलाई त अहमता नै आउने हो जस्तो लाग्छ। बदलाउँदो रहेछ मानिसलाई। प्रेमले चाहिँ बदल्छ। सँगसँगै प्रेम सँगसँगै मान्छे जब ऊ आफूलाई अधुरो महसुस गर्छ, कमजोर महसुस गर्छ होइन। अनि अघि हामीले सुरुमा भने जस्तो पुरुषले आफूलाई जति नै बलवान ठाने पनि, उसको स्कुलिङ जति नै त खतरा होस् भनेर हुर्काइए पनि पुरुष साँच्चीकै एउटा अधुरो छ, धेरै कुरामा अधुरो छ, अपुरो छ वास्तवमा भन्ने हो भने। सो परालको आगोमा चाहिँ उसको त्यो अपुरोपन, अधुरोपन त कति कमजोर छ एउटा महिला बिना, एउटा नारी बिना भनेर देखाइएको छ। चामेजी अनि खोइ त तपाईँको सुन्तली आज तपाईँको गौथली आज खोइ त होइन, हामी यस्तो छ गौथली र जुठे को आफ्नै संसार छ। स्कुल लिङ्क भइरहेछ क्या अहिले। जुठेले गौथलीलाई सिकाइरहनु भएको छ प्रेमको बारेमा। मैले भाउजूसँग सिकिरहेको छु। भाउजूसँग तपाईँको बोन्डिङ भइरहेको छ यता भाउजूले कतिको पकाएर तपाईँलाई कस्तो लाग्यो पहिला, कस्तो लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो सबैजनालाई राम्रो लाग्यो। एकदमै बेस्ट लाग्यो। स्पिचलेस हुनुभएको छ सबैजना, स्पिचलेस हुनुभएको छ एन्डमा गएर। ओके सुन्तलीजी कस्तो लागिरहेछ त? सुन्तलीलाई भगाइ लगे झिक्केले। अहिले त केही लागिरहेको छैन। अब अहिले त दर्शकहरूलाई के लागिरहेछ त्यो चाहिँ महत्त्वपूर्ण होला। हामी त अब दर्शकको प्रतिक्रिया कुरेर सुनेर त्यसमै बसिरहेछौँ भन्नु पर्यो है। लक्ष्मणलाई डिरेक्टरलाई हामीले सबभन्दा सुरुमा त अझ त्यही भएर बधाई छ लक्ष्मणलाई। योभन्दा अगाडि कलाकारहरूले डिरेक्टरको बारेमा धेरै राम्रा कुराहरू गरिसक्नु भएको थियो होइन। आज चलचित्र हेरिरहँदाखेरि सुहानालाई भन्छु ल म सर्वप्रथम त, किनभने अरू सबैजनाले एक हिसाबको आफ्नो अभिनय गर्नु नै भएको छ। सुहानाबाट यतिको काम निकाल्न सक्नु कतिको चुनौतीपूर्ण थियो तपाईँको लागि पनि, त्यो अलिकति सुन्न चाहन्छु। सर्वप्रथम सबैलाई धेरै धेरै धन्यवाद। तपाईँहरूले सिनेमा हेरिसक्नु भएको छ, मन पराउनु भयो होइन। अब पहिलो कुरा चाहिँ के हुन्छ भनेपछि जोसँग कला छ त्यो चिजलाई मैले मेरो सिनेमामा मेरो कलाकारलाई कसरी निकाल्ने भन्ने त्यो एउटा डिरेक्टरको एउटा कर्तव्य पनि हो, दायित्व पनि हो होइन। उहाँ आफैमा राम्रो कलाकार हो। अहिलेसम्म उहाँले यस्तो कामहरू नगरेको हुनसक्छ। अब अपर्च्युनिटी भयो हामीसँग काम गर्ने। सो उहाँसँग कला थियो, त्यो चिजलाई चाहिँ हामीले निचोडेर सिनेमामा निकालेका छौँ। गाह्रो त भइहाल्छ नि सिनेमामा, त्यो क्यारेक्टरमा आउन धेरै कुराहरू गाह्रो त छ। किनकि गाउँको क्यारेक्टरमा सहरमा हुर्केको अमेरिकामा पढेको मान्छेलाई निकाल्न अलिकति गाह्रो त भइहाल्छ। तर पनि उहाँले जुन काम गर्नुभएको छ आज देख्नुभयो होला, सायद तपाईँहरूलाई पनि मन पर्यो होला। सुशील त बक्स अफिसमा होइन, अब कति हजार दर्शकले फिल्म हेऱ्यो भने चाहिँ यो फिल्म चाहिँ सिनेमा हलबाट चाहिँ सुरक्षित रहन्छ क्या। पैसाको कुरा पनि हुन्छ नि त। कति व्यापार गर्नु पर्ला तपाईँको फिल्मले फिल्म लगानी सुरक्षित गर्नको लागि? अरू डिजिटल कुराहरू छोडिदिनु नेपालबाट ल 5 करोड क्रस भयो भने म सेभ हुन्छु जस्तो लाग्छ मलाई चाहिँ होइन। अब चलचित्रको जुन वर्ड अफ माउथ आएको छ, जुन अब डिरेक्टरको मेरो काम छ, मेरो आर्टिस्टहरूले काम गर्नु भएको छ, हाम्रो स्नेहबाबु सर हुनुहुन्छ, उहाँले मलाई सबैले आफ्नो फिल्मबाट एउटा भनौँ न सक्षम एउटा सशक्त चलचित्र बनाएर दिनुभएको छ। त्यो हिसाबले चाहिँ त्यो खासै ठुलो टार्गेट जस्तो मलाई चाहिँ लाग्दैन मेरो। बनियालीको कथाबाट प्रेरित भनिएको छ होइन। तर अब त्यत्रो स्रष्टा उहाँको परिवारहरूलाई सम्झेर फिल्म हेराउनु भएको छ कि छैन होइन। उहाँको परिवारहरूलाई केही आर्थिक हिसाबले केही सहमति तपाईँहरूलाई जनाउनु भएको छ कि छैन, त्यसको आधिकारिकता के छ खोलिदिनुहोस् त आज। होइन जस्तो यो हामीले सुरुमा सिनेमा गर्नुभन्दा अगाडि हामीले जस्तो हाम्रो गुरुप्रसाद मैनाली ट्रस्ट भन्ने छ, त्यसमा चाहिँ हामीले कुरा गऱ्यौँ। ट्रस्टबाट पनि हामीले अथोरिटी लियौँ होइन। जस्तो अब मैले पछि पनि जुन अब हाम्रो वरिष्ठ नेपालको पहिला महिला कम्पोजर शान्ति ठटालज्यूलाई मैले इन्डिया गएर भेटेँ। उहाँहरूलाई पनि एउटा उचित पारिश्रमिक मैले पछि व्यवस्थापन गरेको छु। जस्तो पछि
भनौँ न त्यसमा जोडिनु भएको गीतकार जस्तो मनबहादुर मुखिया सर हुनुहुन्छ होइन, हामीले श्रद्धेय गरेर हामीले आदर गर्ने, उहाँलाई पनि मैले थप पारिश्रमिक दिएर उहाँहरूबाट अथोरिटी लिएँ र मेरो उहाँहरूको कमिटमेन्ट के छ भने सिनेमाले राम्रो गऱ्यो भने त्यो ट्रस्टलाई पनि मैले आफ्नो तर्फबाट मैले गर्न सक्ने मद्दत म गरौँला भन्ने कुराहरू छ हाम्रो। अब प्लस चाहिँ अहिले हाम्रो जो डाक्टर माधव प्रसाद मैनाली उहाँ सर चाहिँ अलिकति स्वास्थ्यको स्थितिले गर्दाखेरि अलिकति बाहिर हिँड्न सक्नु भएको रहेछ। उहाँहरूको पुरा फ्यामिली ल्याएर फिल्म देखाउने भन्ने प्लान छ। त्यो चाँडै भन्दा चाँडै देखाएर हजुरहरूलाई चाहिँ म अगाडि ल्याएर अब तपाईँको मोबाइल खोलेर नि होइन हामीले प्रायः अन्य प्रोड्युसरहरूलाई पनि सोध्ने गरेका छौँ कि बक्स अफिस रिपोर्ट एक्ज्याक्ट हेर्न खोज्छौँ हामी होइन। हिजोको ओपनिङ कति भएको छ तपाईँले चाहिँ एकदम म देखाइदिन्छु प्रत्यक्ष सबै मिडियालाई देखाइ म देखाइदिन्छु ओपनिङ कति भएको छ है, म देखाइदिन्छु के छैन है। 35,27,793 हजुर रुपियाँ, हजुर 37,27,783 रुपियाँ 85 पैसा। अलि उता क्यामेरामा उयो हो त्यो क्यामेरामा अलि राम्रो भनेपछि एकदम राम्रो ओपनिङ भएको 37 लाख 38 लाख यसमा 37 यसमा केही हलहरूको जुन बक्स अफिसमा जोइन नभएको हलहरूको 2-4 लाख रुपियाँ थपिन्छ। भनेपछि लगभग 40 लाख सुरुवात तपाईँहरूको सुखद छ। होइन यो त एकदम म्यासिभ ओपनिङ जस्तो लाग्छ मलाई चाहिँ। म पनि एउटा डिस्ट्रिब्युटर भएको हिसाबले पनि होइन, अब जस्तो यो चाहिँ राम्रो ओपनिङ जस्तो लाग्छ मलाई होइन। आज भोलि राम्रो हुन्छ होला।